युट्युब च्यानल आज म तपाईँहरूलाई चाहिँ मेरो युट्युब च्यानल मार्फत चाहिँ यो जति पनि इपिएस कोरिया को इक्जाम दिएर बस्नुभएको थियो उहाँहरूको रिजल्ट चाहिँ आइसकेको छ र त्यसमा पनि तपाईँहरूले चाहिँ यो सोसियल मिडियामा चाहिँ कटलाइन यति फिक्स यति 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 भनेर चाहिँ यो न्युजहरू देखाइरहेको छ। सो त्यसमा चाहिँ तपाईँहरू त्यो न्युजलाई फलोअप गरेर गर्नुभन्दा तपाईँले चाहिँ हाम्रो यो इपिएस नेपाल वेबसाइट र एचआरडी कोरियाको वेबसाइटलाई फलोअप गरिराख्नु र त्यसमा चाहिँ तपाईँले नोटिसहरूमा अहिलेसम्म चाहिँ नोटिस त्यो हालेको छैन। सो यहाँ नेपालमा चाहिँ अहिले चुनाव यताउति भएको कारणले चाहिँ सायद नराखेको हुनसक्छ। सो अब यो उहाँहरूले चाहिँ प्राप्त भइसकेपछि कटलाइन कति हो भनेर यो नोटिसमा चाहिँ उहाँहरूले हाल्नुहुनेछ। सो अहिले चाहिँ तपाईँहरूले चाहिँ अपडेटको लागि चाहिँ तपाईँ कुरिराख्नु पर्ने हुन्छ। सो उहाँहरूले चाहिँ कटलाइन यति फिक्स भयो भनेर उहाँहरूले न्युज हाल्न बित्तिकै तपाईँले चाहिँ नोटिसमा गएर इपिएस नेपालको गभर्मेन्ट वेबसाइटमा गएर तपाईँले हेर्न सक्नुहुन्छ है त। हवस् त।